हेलो गाइजहरु यो मान्छेलाई कोले चिन्दैन एकचोटी ध्यान दिएर हेरौँ है अनि यसको कुरा सुनौँ को रहेछ त यो मान्छे वरिष्ठ मान्छे हैन हेरौँ कति पुगेको छैन लोड सेडिङ छ हिजो पनि थियो आज पनि छ हामीले लोड सेडिङ छैन भनेर घोषणा गर्दै गर्दा पनि लोड सेडिङ थियो थियो कहाँ थियो तेरो म दाबीका साथ भन्न सक्छु खाली के गरिया थियो भने घरमा बत्ती दिने काम गरिया थियो उद्योग धन्दातिर कटौती गरिया थियो आज पनि त्यही छ अनि बिजुलीको पैसा नदिएपछि नगाडेर के गर्ने त फ्रीमा दिने गरिब जनताहरूलाई चाहिँ मापा एक सुगा एउटा युनिटको पैसा लिनुपर्ने अनि त्यतिखेर उद्योगहरू चलाउनेहरूलाई चाहिँ पैसा नदिएपछि विद्युत ठप्प बन्द नगरेर के गर्ने त्यस्तो एक्सन नलिएर के गर्ने त भन्नु खोजे के उद्योगपतिहरूलाई चाहिँ फ्रीमा बिजुली देऊ अनि त्यसपछि हामी जस्तो यो सोझा साझा निमुखा जनताहरूलाई चाहिँ मारेर पेलेर पैसा अलिकति झन् युनिटको पैसा भाउ बढाएर थुद भन्न खोजेको अहिले भर्खरै म यहाँ बसेर कुरा गर्दै गर्दा 830 मेगावाट विद्युत भारतबाट आयात भइराखेको छ अहिले भर्खरै हामीसँग पुग 1000 मेगावाट विद्युत छ अहिले साँझमा अब लोड सेडिङ घरमै पनि हुने अवस्था छ हैन भइसक्यो हाम्रो घरतिर त भइसक्यो एटवटातिर अब जहिले घरमा कुराहरू त पहिला मजाले कुराउनु पाउँथ्यो कुलमानी खिच्नु भइसक्यो म यो मुझे खाते चोर आएपछि हाम्रो घरतिर लाइन गएको गए गरेर दिमाग खराब छ न टाइममा बोल्नु आउँछ न के गर्नु आउँछ कतिपय साथीभाइहरूले के बिजनेस व्यापार चलाएको थियो तिनीहरूको पनि ठप्प भइसक्यो होइन लोड सेडिङ सुरु भइसक्यो क्या 3-4 घन्टा 5 घन्टा अब जाने भइसक्यो यस्तो चोरहरू बसेपछि देश बन्छ यार कसम यो त चोरहरूलाई त काट्नु पनि ल्याम्कै मुझी सबै मिलेर के भएको नेपाली जनताहरू नि भेडा हो क्या मुझी त्यस्तो राम्रो गरिरहेको मान्छेलाई निकालेपछि के न के एक्सन लिनु नि यार मुझी गएर भ्लाङभ्लुङ हान्दिनु नि माया कसम लास्टै रिस उठेछ मलाई त यार बल्ल लोड सेडिङ सक्यो भनेर माया ढुक्क भएर बसेछ हामी होइन फेरि लोड सेडिङ सुरु भयो अरे अब नेपालमा के भन्ने यार के भन्ने कसम यस्तोमा त्यसो भएको कारणले एउटा निजी क्षेत्र एउटा भारतबाट आयात गरेको र यसले गर्दा हाम्रो केही लोड सेडिङ हट्या जस्तो अनुभूति भएको छ त्यस कारणले उज्यालोको नायक भने उहाँ होइन है तेरो बाउ त माया जो खातेरो मल लास्ट आफू कोलाई थाहा छैन नेपाली जनता कोलाई थाहा छैन कुलमान घिसिङ आएर कुलमान घिसिङलाई कतिपय नेताहरूले त्यो बेला नि भनेको थियो लोड सेडिङ तिमीले हटाउन सक्दैन च्यालेन्ज गरेको थिएन तर उसले हटायो नि त सखाप गर्यो नि त होइन अहिले मुलाई हेर्न लोड सेडिङ उज्यालोको नायक भनेर उसलाई नभनेर सब खसाल्नुको लागि त्यस्तो भनेको क्या प्लिज यार जागो नेपाली जनता हो फेरि पनि हेर टुकी बत्तीमा बालेर एसएलजी पढ्ने बच्चालाई पढाउने त्यो समय आउँदैछ कुलमान घिसिङ हटेपछि लोड सेडिङ सुरु भइसक्यो अब पनि कसैले एक्सन लिएन भने सब गयो चिलिम फर्क्योमा यस्तो मुझे चोरहरूलाई नेता बनाएर राखेको छ नेपालमा ठुक्क बरु यो धन्यवाद भारत सरकारलाई दिउँ निजी क्षेत्रलाई दिउँ भारत सरकारलाई दिउँ निजी सरकारलाई ओके कुलमान घिसिङले विद्युतमा गरेको त्यो योगदान चाहिँ केही पनि होइन भनेपछि उसलाई हिरो नभन्ने कसले पनि वाह जसले उत्पादन गरेका छ जसले हाम्रो आवश्यकता परिपूर्ति गरिदिएको छ त्यता गरौँ न भन्ने निवेदन गर्न मात्रै चाहेको यो यथार्थ लाज लाग्दैन मुझे खाते गोचर यस्तोहरूलाई त महाकसम यार लास्टै पारो तातेर के गर्ने यार अब चाहिँ सबैलाई म मेरो बर्खास्त मेरो पनि बिन्ती होइन यसले जसरी निवेदन पेश गरेको छ म पनि त्यसरी निवेदन पेश गर्दैछु यो भिडियोबाट कोले हेर्नु भइरहेको छ हेर्नु भएको छैन थाहा छैन तर यो भिडियो सेयर गरिदिनु होला सकेसम्म यसको लागि आवाज उठाउनुपर्छ गाइजहरू होइन जो पनि हुनुहुन्छ यसको लागि फेरि पनि आवाज उठाएन भने फेरि पनि टुकी बत्तीमै बस्ने बानी हुन्छ यिनीहरूको मुला इन्भर्टर बिकेन होइन यिनीहरूको मुला त्यो औद्योगिक क्षेत्रलाई एकदम घाटा भयो त्यही भएर यिनीहरूले घुस खानु पाएन यो त्यही भएर कुलमान घिसिङले निकालेको होइन त्यही भएर कुलमान घिसिङलाई जसरी पनि नराम्रो बनाउनु खोजेको यिनीहरूले होइन त्यो कदापि हुन सक्दैन कुलमान घिसिङ इज द बेस्ट नम्बर 1 होइन सबैलाई थाहा छँदैछ थाहा छ भन्दैमा अनि थाहा भए पनि चुपुलाएर बस्ने तपाईँ हामी जस्तो भेडा जनताहरूमा चाहिँ फेरि एकदम धिक्कार छ क्या कसम चाहिँ धिक्कार छ लाइफमा मुझी एउटा राम्रो पोजिटिभ भाइब बोकेर लिएको मान्छे पोजिटिभ लिडरसिप गरेर हिँडेको मान्छेलाई पनि कसैले आवाज उठाएर सहयोग गर्न सक्दैन भने धिक्कार छ यार जिन्दगी कसम धिक्कार छ